Hello everyone, good morning, welcome back to my channel Puja Vlog. होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म चाहिँ हल्का बिमारी भइरहेको छु है। मेरो आवाजले गर्दा पनि तपाईले थाहा पाइसक्नुभयो होला है। र इफ तपाईहरु है मेरो च्यानल नयाँ हुनुहुन्छ भने प्लिज सपोर्ट गरिदिनुस् होला मलाई अनि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस् होला है। र आजको यो भ्लग चाहिँ म है हस्पिटलबाट स्टार्ट गर्दैछु किनभने म चाहिँ मेरो इमासँग हस्पिटलमा छु। इट्स अ 5th डे है। यहाँ चाहिँ अब 5 दिन भइसकिसक्यो हामी हस्पिटलमा बसेको र मेरो अनुहारहरू मेरो देखेर थाहा पाइसक्नुभयो होला। राति नाइटको ड्युटी गरेर चाहिँ कस्तो भइसकेको छु म है। सुत्नु पाउँदैन रहेछ हो, अलिकति झिपिक्नु पाउँदैन। त्यसै पनि अब मेरो इमाको कन्डिसन चाहिँ क्रिटिकल छ नि त, अन्त रातभरि त्यो कस्तो उयो गरिरहनुहुन्छ क्या, पुरा पेन भएर चाहिँ अब कराइरहनुहुन्छ नि त। अन्त फेरि अब यताउताको त्यो अरू पेसेन्टहरू पनि छेउको नजिकको बेडको पेसेन्टहरू पनि त्यस्तै गर्नुहुन्छ। अनि सुत्नु चाहिँ पाउँदैन यहाँ। फेरि त्यही चेयरमा बसेर अब सुत्यो भने त्यही हो त्यतिकै है। तर अब चेयरमा बसेर त कसरी सुत्नु होइन, निन्द्रै लाग्दैन रहेछ क्या। तर आज त 5 दिन भइसकिसक्यो यहाँ हस्पिटलमा बसेको पनि। अनि कस्तो बिसन्चो भइसक्यो क्या सुत्नुहरू नपाएर है। साथीहरू हुन त म भिडियो डेली अपलोड गर्दिनँ है, कोही बेला अब त्यही कतिहरू पाएर गर्छु। तर अब अहिले चाहिँ अस्ति हस्पिटल बुजुला हस्पिटल लिएको बेलामा है बनाएको थिएँ, तर त्यो ब्लग पनि हाल्नु पाएको छुइनँ किनभने यहाँनिर हस्पिटलमै बसेकै हो। अब अहिले रातभरि बस्नुपर्छ अनि राति बसेपछि चाहिँ त्यो राति बसेर दिउँसो अब छोरी आएर बसिदिन्छ नि त। अब एकछिनमा छोरी आएर बसेपछि चाहिँ दिनभरि अब घरमा गएर म रेस्ट गऱ्यो, त्यहाँ फेरि बेलुका आउनुपर्छ। बरु दिउँसो बस्नु सजिलो हो कि राति नाइट ड्युटी गर्नु साह्रो रहेछ क्या। यहाँ सुत्नु पनि अब हाम्रोतिर त हुन्छ नि अब त्यो बेडहरू खाली छ भने अब सुत्दाखेरि हुन्छ नि त होइन। यहाँ त्यस्तो हुँदैन रहेछ क्या, मतलब अब चेयर हुँदो रहेछ। त्यो चेयरमा अब कति गर्नु त, एक दिन भए पनि त भने एक दिनको निन्द्राले त कस्तो हुन्छ होइन। अन्त 5 दिन भइसकिसकेन हो, 5 दिनमा त अन्त हालत खराब भइसकेन, चक्करहरू लागेको जस्तो भएर हो। त्यो माथि बोजू खै सन्चो हुनुहुन्छ कि हुँदैन थाहै छैन। हिजो चाहिँ बोजूलाई चाहिँ अब साह्रो पारेर चाहिँ त्यो मुखबाट अब खानाहरू केही खानु हुँदैन नि त, अनि मुखबाट त्यो फुड पाइप लगाइदिइराख्नु भएको छ हो। चाहिँ म बोजूकोमा जान्छु, तपाईँलाई देखाउँछु है। यहाँ चाहिँ मेरो इमा हुनुहुन्छ हो, इमाको कन्डिसन चाहिँ एकदम क्रिटिकल छ। यहाँ हेरिहाल्नुहोस् फुड पाइप लगाइरहेको छ। अन्त यहाँनिर चाहिँ बोजूले चाहिँ एकुरी हातले चाहिँ त्यो पाइपलाई तानिरहनुहुन्छ नि त, अन्त त्यो भएर हात पनि बाँधिदिइरहेको छैन न दुईपट्टि नै। 5 दिन भइसकिसक्यो, केही अलिकति यता हुने सुधार हुने केही कुरै छैन। त्यही हो साथीहरू, सुत्नु नपाएर यो चेयरमा त रातभरि सुत्नुपर्छ। अब कसरी सुत्न सक्छ होला सोच्नु। 5 दिन भइसक्यो चेयरमा यसरी अब चेयरमा बसेर चाहिँ अब रात काट्नुपर्छ, साह्रो पर्छ। त्यही हो, छोरीहरू अहिले कति बजी आउनुहुन्छ अनि त्यहाँबाट म जानुपर्ने। त्यही माथि आज त फेरि सब्बात हो है। र आज यहाँ पुरिम पनि हो, पुरिम फेस्टिभल पनि हो इजरायलमा। पुरिमको बारेमा त मैले अस्ति इफ तपाईँले अब मेरो पहिलाको ब्लग हेर्नुभएको छ भने है मैले हालिसकेको थिएँ, मतलब सर्ट भिडियो बनाएर हालेको थिएँ। मेरो साथीसँग चाहिँ सपिङ गर्नु गएको थिएँ, अनि त्यतिखेर चाहिँ पुरिममा चाहिँ अब अलिकति के कस्तो हुन्छ भनेर हल्का मैले तपाईँलाई भिडियो बनाएर हालिदिएको थिएँ है, पुरै बनाउनु नपाए पनि। र अहिले पनि त्यही हो, अब हस्पिटलमा गएर त अब त्यस्तो भिडियोहरू बनाउनु त पाउँदैन है। तर मैले अलिकति बनाएको छु। 8:30 भएछ सायद, 9 या 9:30तिर छोरीहरू पनि आउँछ होला है। म भर्खर उठेको नि त, अन्त मुखहरू पनि धोएको छैन। चिया बनाएर खानु भनेको चाहिँ साथीहरू दुधै छैन रहेछ, 9 बजीतिर मात्रै राख्छ पऱ्यो। यहाँबाट बाहिर चाहिँ यस्तो छ, तल चाहिँ रोड छ। यो हस्पिटलको मुनि यहाँनिर हो। यहाँ चाहिँ के भन्दा एउटै लाइनमा रहेछ नि त, मतलब यो हस्पिटल भयो अनि यसको अर्को सेकेन्डमा चाहिँ यहाँबाट देखेको छैन, यहाँबाट देख्दैन, यही लाइनमा हो। सेकेन्डमा चाहिँ उयो छ, के भन्नुहुन्छ भने सेकेन्डमा पनि हस्पिटलै छ, त्यहाँ चाहिँ तर ट्रेनिङहरू गर्दो रहेछ होइन। ट्रेनिङ गरेर यहाँनिर चाहिँ इन्टर्नसिपको लागि आउँदो रहेछ यो हस्पिटलमा। अन्त त्यहाँबाट अलिकति उता चाहिँ फेरि अर्को क्यान्सरको हस्पिटल चाहिँ त्यहाँ क्यान्सर पेसेन्टहरूलाई मात्रै ट्रिटमेन्ट गर्दो रहेछ। अहिले चाहिँ मैले चिया बनाएर लिएर चिया पिउँदैछु है। मुखै नधुखायो भने नसोच्ने, मुखको ब्रस गरेर मुख चाहिँ धोएँ। क्रिमहरू चाहिँ अब लगाउँछु है, जत्तिकै क्रिम लाउँदा पनि केही नहुने भइसक्यो साथीहरू। नसुतेर होला, टाइममा नसुतेर नखाएर। साथीहरू अब चाहिँ हामी फर्केको हो। यहाँ चाहिँ यस्तो छ, किनभने छोरी र ज्वाइँ आउनुभएको थियो
अन्त छोरी चाहिँ बोजूसँग बस्नुभयो, त्यही भएर म र ज्वाइँ चाहिँ घर फर्किँदैछु। अहिले फेरि कति बजी भन्नुहुन्छ भने आज छिटो सभाहरू 5 बजी स्टार्ट हुन्छ नि त होइन, अनि त्यही भएर छोरी चाहिँ 2 बजी फेरि रिटर्न हुनुहुन्छ अरे घर। अन्त त्यहाँबाट फेरि म चाहिँ फेरि अहिले घर गएर एकछिन रेस्ट गरेर 2 बजी फेरि आउनुपर्छ, अन्त रातभरि बस्नुपर्छ म फेरि। छोरी चाहिँ जान्छ नि त सभाको लागि। मेरो लाइफ चाहिँ यस्तै चल्दैछ। सोरहरू पनि घाँसिसकेको छ, भित्र बसेकोले। अब चाहिँ जाँदैछु बाहिर चाहिँ यस्तो छ, हस्पिटलको बाहिर भयो। यो चाहिँ अघि मैले भनेको थिइनँ अर्को नेक्स्ट हस्पिटल त्यो हो, त्यहाँबाट उता पनि एउटा हस्पिटल छ। यो लस्कर र यो लाइनको चाहिँ हस्पिटल हो सबै है। अब चाहिँ हामी जाँदैछ। मुख धोएर चिया मात्रै पिउनु पाएँ, अरू केही पनि गर्नु पाएन, खानाहरू पनि खानु पाएन, किनभने फर्किहाल्नु टाइम छैन नि त। घरमा गएर फेरि एकछिन रेस्ट पनि गर्नु पऱ्यो। अब सभा गाडीहरू सबै बन्द हुन्छ नि त। अन्त सभा स्टार्ट हुनुभन्दा अगाडि चाहिँ म हस्पिटल आइपुग्नुपर्छ र छोरी चाहिँ फेरि रिटर्न हुनुहुन्छ घर। यो चाहिँ हस्पिटल हो बोजू बसेको हो, यो त ठुलो हस्पिटल अरे भन्दैछ ज्वाइँले। त्यहाँदेखि यो चाहिँ ट्रेनिङहरू हुन्छ, यो पनि हस्पिटल हो। उयो चाहिँ उयो देख्दै गर्नुभएको तपाईँले देख्दै गरेको यो उयो छ नि हौ, त्यो चाहिँ क्यान्सरको हस्पिटल अरे। यो चाहिँ स्पेसली क्यान्सर, यो चाहिँ नर्सिङ स्कुल अरे। धेरैजनाले भन्नुहुँदै थियो है कि तपाईँको ब्लगमा तपाईँले उयो पनि चिनाइदिनुहोस् भनेर है, अब कहाँनिर हो के हो भनेर, प्लेसको नामहरू पनि भनिदिनु भनेर। र यो चाहिँ जेरुसलम हो है। सो यो चाहिँ जेरुसलम हो र म चाहिँ अहिले जेरुसलमको हस्पिटलमा छु बोजूसँग है। मैले अघि तपाईँलाई भनिहालेँ 5 दिन भइसक्यो हस्पिटल बसेको भनेर है। भयो अब चाहिँ ब्लू भयो नि त, हामी रोड क्रस गर्न सक्छ। तपाईँहरू जेरुसलममा आयो भने चाहिँ यहाँ चाहिँ है सर्माहरू पाउँछ है, चिकन सर्मा, बिफ सर्मा जे पनि चाहनुहुन्छ है त्यो पाउँछ। यही लाइनमा र अहिले चाहिँ बन्द रहेछ, यो दोकानमा पाउँछ तर अहिले चाहिँ बन्द रहेछ, खोलेको छैन रहेछ। सायद 10 बजीतिर खोल्छ होला, अहिले 10 बजेको छैन। त्यो हस्पिटलबाट चाहिँ क्रस भएर है, हस्पिटलबाट रोड क्रस गरेर आउनुपर्छ। अन्त यता साइड चाहिँ छ फुडहरू तपाईँहरूलाई चाहियो भने है। हस्पिटलहरू तपाईँहरू पनि यहाँ जेरुसलममा काम गर्नुहुन्छ र है, हस्पिटलहरू बस्नु हुँदैछ भने चाहिँ यहाँनिर आएर तपाईँले खानाहरू खान सक्नुहुन्छ। पुरिमको लागि हुँदैछ, पुरिम हो नि त। र अब चाहिँ हामी पार्किङमा आइसकेको छौँ साथीहरू। अब चाहिँ म चाहिँ आधा बाटो आइसकेको छु है। यो चाहिँ कता भन्दाखेरि जेरुसलमबाट ओह्रालो जानुपर्छ। हाम्रो मैले काम गरेको जग्गा चाहिँ है इफ्रात भन्छ। सो साथीहरू है, आजको लागि चाहिँ यति नै। तपाईँहरू इफ है तपाईँहरू मेरो च्यानलमा मेरो ब्लगमा नयाँ हुनुहुन्छ भने चाहिँ है मलाई सपोर्ट गर्नुहोस् होला र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला है। सो बाई बाई एभ्रिवान, टेक केयर, सी यू इन नेक्स्ट ब्लग।